अहिले हामी च्यानमा आएको छौँ। उपाय गरेर यस्तो छ माहौल अहिले यहाँ पर पिपल गुरुक। साउन आज कति 12 गति 2079 साल साउन 12 गति को रोपाइको बेला यस्तो छ यहाँको माहौल। लगभग चाहिँ 95% चाहिँ रोपाइ गरिसकेका छौँ। यता अगाडि जानु भिडियोग्राफर अगाडि जानु पर्यो। ऐतिहासिक पिपलहरूको छ यहाँनिर। यसको छुट्टै महत्त्व छ पिपलहरूको। यो चाहिँ करिब कति 100 वर्ष पुरानो होला है, त्यति होला। यो चाहिँ यहाँ धेरै कार्यक्रमहरू गरिन्छ, जस्तो अब कुनै भेला, कुनै चाहिँ सामान्य मिटिङ, गाउँको उन्नयनको लागि गरिने मिटिङहरू यहाँ गरिन्छ। तर यसको चाहिँ अलिकति यसलाई संरक्षण गर्न सकिएको छैन, यस्तो छ यहाँ हालत। स्थानीय तहका चाहिँ पदाधिकारीहरूले यसमा ध्यान दिनु होला। आदेश छैन, सल्लाह पनि नभनौँ, जस्ट हाम्रो चाहिँ एउटा खड्केको चिज। यहाँ पानीको मुहान छ है, दामी अनि दामी सिनायो। यो भीमकाय पिपल रुख चाहिँ यहाँ छ। यसो मैले गर्नुपर्ने थियो, टेप ल्याएर आउनुपर्ने छ। यसो नि एउटा उ गर्नुपर्ने थियो क्या, चौतारी लिएर आउनुपर्ने थियो, टेप ल्याउनु पर्ने छ। स्टे गरिदियो। त्यता पानी परिरहेछ, त्यस्तै देखिन्छ। यस्तो ड्रेसमा छ होला, पानी पर्ला त बर्खामा पानी परिहाल्छ नि।